आज फुर्सदको टाइममा यो विशेष चर्चामा रहेको अहिलेको संवैधानिक परिषद सम्बन्धी ऐनलाई संशोधन गर्न सरकारले अध्यादेश ल्यायो। पेश गरेको अध्यादेश संसदलाई छल्न खोज्दैछ यो सरकार। यो गलत भइरहेको छ भनेर जान्ने नजान्ने सबैले एउटा आन्दोलनकै रूपमा विशेष गरी सोशल मिडियालाई चाहिँ तताइरहेको देखिन्छ। सरकारका तर्फबाट पनि प्रधानमन्त्रीले नै पनि जवाफ दिने प्रयास गरिरहेको देखिन्छ। केही कामहरू इमिडिएट गर्नुपर्ने छ। आउने अधिवेशन संसदको अधिवेशनबाट कानुन बनाएर लागू गर्दा कमसेकम 5-6 महिना टाइम लाग्ने हुँदाखेरि यसलाई चाहिँ अध्यादेशको माध्यमबाट ल्याइएको हो। यो संवैधानिक प्रक्रिया नै हो, नियत गलत छैन भनेर जवाफ दिने लगायतका दुवैतर्फी कुराहरू सुनिराखिएको अवस्था छ। यो संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी ऐन 2066 भन्ने एउटा कानुन छ। त्यो कानुनको अहिले ल्याउन खोजेको अध्यादेशका विभिन्न विषयवस्तुहरू छन्। त्यसमध्ये ठ्याक्कै अहिले सबैले आपत्ति जनाइरहेका र चर्चामा आइरहेको विषयवस्तु चाहिँ के हो भने यो ऐनको दफा 6 मा भएको गणपूरक सङ्ख्याको सन्दर्भ र संवैधानिक परिषदले निर्णय गर्ने प्रक्रियाको बारेमा सम्बन्धित छ। सबैभन्दा पहिले एउटा कुरो बुझौँ, हाम्रो यो कानुन निर्माणको प्रक्रियाको सम्बन्धमा लगभग यो संवैधानिक परिषद काम कर्तव्य र अधिकार र कार्यविधि सम्बन्धी ऐन 2066 भन्ने कानुनलाई सबैभन्दा बढी अध्यादेशबाट संशोधन गर्ने, परिवर्तन गर्ने, परिमार्जन गर्ने, खारेज गर्ने लगायतका कामहरूको अभ्यास भएको कानुन हो। यो प्रत्यक्ष रूपमा योभन्दा अगाडि भएका संवैधानिक परिषद सम्बन्धी यो ऐनलाई संशोधन गर्न ल्याइएका अध्यादेशहरू, त्यसपछि त्यो अध्यादेश अनुसार गरिएका कामहरू, त्यसमा आएका विवादहरू लगायतको अवस्था परिस्थिति हेर्दा हामी प्रष्ट रूपमा देख्न सक्छौँ सरकारको स्वार्थसँग नमिल्दो प्रकृतिको कानुनी व्यवस्था भएकोले तत्कालीन सरकारको स्वार्थ अनुकूल बनाउनका लागि संसदबाट तत्कालीन अवस्थामा प्रष्ट बहुमत नभइरहेको अवस्था र मत विभाजन हुँदाखेरि संसदबाट सजिलै त्यो कानुन पारित हुन नसक्ने प्रकृतिको देखिएपछि र अर्को अति नै महत्त्वपूर्ण कुरा चाहिँ आफूले चाहेको व्यक्तिलाई मनोनित गर्न नसकिने अवस्था परिस्थिति, त्यो कानुन यथावत रूपमा रहेको अवस्थामा चाहिँ नसकिने भइसकेपछि सरकारहरूले आफ्नो स्वार्थ अनुकूल त्यसलाई परिवर्तन गर्ने कोसिस गरेका छन्। अब यो ऐनलाई यतिसम्म धेरै अभ्यास गरिएको छ। 66 सालपछि बनेको यो ऐनलाई 66 सालमा बनेको यो ऐनलाई 3 पटक लगभग अध्यादेशद्वारा संशोधन गरिएको छ। त्यसपछि बनेका ऐनले के गरियो भने अध्यादेशले एउटा काम गरियो, कतिसम्म गरियो भने 2 जना उपस्थित भएर निर्णय गर्न सक्ने सम्मका व्यवस्थाहरू राखियो, निर्णय गरियो। 50-52 जनालाई त्यो अनुसारको निर्णय गरेर चाहिँ नियुक्ति पनि दिइयो। नियुक्ति विवादित पनि भए, धेरै दिन हाम्रा छापा र सोसल मिडिया चर्केका पनि हुन्। त्यसपछि फेरि अब त्यो कानुन त साँच्चै बिगारेरै अध्यादेश ल्याइएको थियो। त्यसलाई फेरि के गरियो भने ती अध्यादेशहरूद्वारा संशोधन गरिएका व्यवस्थाहरू हटाउने र पूर्व कानुनको व्यवस्थालाई यथावत राख्ने सम्बन्धी ऐन ल्याइयो। यतिसम्म अभ्यास भएका छन् र यो ऐन यसरी नै विवादित हुँदै चल्दै आजसम्म आएको छ। अब अन्तिम अवस्था अहिले सरकारले, मेरो विचारमा यो एकदम नितान्त निजी विचार हो मेरो, र म कुनै अहिलेको सरकारको पार्टी समर्थक व्यक्ति पनि होइन, तर मेरो विचारमा के अवस्था होला अहिले भने योभन्दा अगाडिका त्यस प्रकारका अभ्यासहरूद्वारा यो ऐन अहिले नियुक्ति गर्ने सम्बन्धी दफा 6 र 7 मा भएको व्यवस्था अन्योलतापूर्ण अवस्थामा पुगेको छ। संवैधानिक परिषद गएको चुनावपछि भर्खरै मात्र काङ्ग्रेसले आफ्नो संसदीय दलको नेता चोइस गर्यो, अब पूर्णता पाएको छ। बढी त पुरा भयो, तर योभन्दा अगाडि भएका अघि मैले उल्लेख गरेका अध्यादेश र कानुन संशोधनसँग सम्बन्धित विषयहरूमा अन्तिमको अवस्थामा के भएको थियो भने अध्यादेश पेश भयो, त्यो बेलामा पनि राष्ट्रपतिद्वारा यसलाई चाहिँ पुनर्विचार गर्नका लागि असन्तुष्टि जाहेर गरेका लगायतका समाचारहरू आएका थिए। त्यो अध्यादेश कानुन बन्न नपाउँदै प्रतिनिधि सभामा र राष्ट्रिय सभामा टेबल भएको अवस्थामा र एकपटक चाहिँ राष्ट्रपति समक्ष पेश भएको अवस्थामा लालमोहर प्रमाणीकरण नहुँदै
प्रतिनिधि सभा विघटन भयो, आन्दोलन लगायतका कुराहरू भए, निष्क्रिय भएर बस्यो। हुन चाहिँ त्योभन्दा अगाडिको संशोधनले पहिले अध्यादेशले उथलपुथल गरेकाहरूको विषयवस्तुलाई हटाएर पूर्व कानुनमा भएको व्यवस्था यथावत कायम राख्ने सम्बन्धी भनेर व्यवस्था बनेको छ। तर त्यसपछि पनि अध्यादेश पेश भएको, तर त्यो अध्यादेश चाहिँ प्रमाणीकरण भएर ऐनको रूपमा नआइसकेको अवस्था हुँदा दफा 7 र 6 को व्यवस्था अहिले नरहेको अवस्था भन्न सकिन्छ। हामीले कानुन टक्क डाउनलोड गऱ्यौँ अथवा कतिबाट खोज्यौँ भने चाहिँ दफा 6 र 7 भेटिन्छ, यथावस्थामा भेटिन्छ। 66 सालमा जे बनेको थियो त्यही। त्यहाँ के व्यवस्था छ भने संवैधानिक परिषदको निर्णय सर्वसम्मतिबाट हुन्छ भन्ने छ। सम्पूर्ण सदस्य सङ्ख्या उपस्थित भएको र सर्वसम्मतबाट निर्णय हुन्छ। सर्वसम्मतबाट निर्णय हुन सकेन भने अध्यक्षले अर्को बैठक बोलाउनेछ, त्यहाँ पनि सर्वसम्मत निर्णय गर्ने प्रयास गरिनेछ, लगायतका कुराहरू छन्। अब यो व्यवस्था हुँदाखेरि विभिन्न चारतर्फ फर्किएका व्यक्तिहरूको त्यो समूह छ, त्यहाँ परिषद छ र प्रत्येकको स्वार्थ बाज्ने हुँदा कहिल्यै पनि निर्णय नहुन नसक्ने अवस्था भएकोले गर्दा योभन्दा अगाडि राज्यहरूले, सरकारहरूले आफ्नो अनुकूलका निर्णय गर्नका लागि त्यस अनुकूलका अध्यादेश ल्याए, कानुन संशोधन गरे, अनेक गरे। संवैधानिक परिषदको काम चाहिँ के हुन्छ भने कुनै एउटा संवैधानिक परिषदले निर्णय गर्नुपर्ने, निर्णयद्वारा नियुक्ति गर्नुपर्ने, नियुक्ति सिफारिस गर्नुपर्ने व्यक्तिको सिफारिस चाहिँ पदासीन पदाधिकारी को निवृत्त हुनुभन्दा 1 महिना अगाडि नै सिफारिस गर्नुपर्छ भन्ने व्यवस्था छ। त्यो त निर्वाचन लगायतका कुराहरूले गर्न भ्याइएन, सकिएको। अहिले प्रधान न्यायाधीश कायम मुकायम छ। यसै गरेर संवैधानिक निकायहरूमा संवैधानिक परिषदले नियुक्ति गर्नुपर्ने संवैधानिक निकायहरूमा 16वटा त्यस प्रकारका पदहरू खाली छन्। कोही त 2-4 वर्षैदेखि खाली छन्, निमित्तले चलिरहेको अवस्था छ। कहीँ पदाधिकारी बिना अवस्थामा पुगेको छ। सरकार सुशासनका विषयवस्तुहरूलाई हामी एकदम द्रुत गतिमा अगाडि बढाउँछौँ भन्दैछ, तर अब नियमित बाटोबाट संवैधानिक परिषदको त्यो अध्यादेशले बनाएको खाडल पुर्दै नयाँ कानुनबाट नियमित प्रक्रियाबाट ल्याउने हो भने 5-6 महिना पक्कै पनि लाग्छ। त्यहाँ पनि राज्यहरूको पार्टीहरूको स्वार्थ बाज्ला। कानुन बन्नका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित हुनुपर्ने अवस्था छ। राष्ट्रिय सभामा अहिलेको सरकारको कुनै पनि चाहिँ के भने त्यहाँ उपस्थिति छैन। त्यो बेलामा राष्ट्रिय सभाले कमसेकम 60 दिन विधेयकलाई रोक्न सक्छ। यसो गर्दा गर्दै यो वर्षीय अधिवेशन सकिने अवस्था भयो भने फेरि अर्को कुरो, यो महत्त्वपूर्ण कुरा, यो अधिवेशन भनेको बजेट अधिवेशन पनि हो, बजेटको छलफल पनि धेरै दिन चल्छ। यो अवस्थाले गर्दा तत्कालै प्रधान न्यायाधीश नियुक्ति गर्नुपर्ने पनि भयो। न्यायपालिकासँग सम्बन्धित सुशासनका सन्दर्भमा चाहिँ प्रधान न्यायाधीश भनेको सम्पूर्ण न्यायपालिकाको संरचनाको अन्तिम जवाफदेहिता प्रधान न्यायाधीशमा हुन्छ। कायम मुकायमले त्यस प्रकारले काम गर्न नसक्ने हुँदा सरकारको सुशासनको सन्दर्भलाई, न्यायपालिकालाई सुधार गरेर लाने एउटा अन्तिम जिम्मेदारी प्रधान न्यायाधीशको हुन्छ। तर कायम मुकायम प्रधान न्यायाधीश फेरि अझै 5-6 महिना रहने अवस्था हो भने एक त प्रधान न्यायाधीश को हुने भन्ने कुराकै विवाद रह्यो। अर्को कुरो, एकछिनका लागि अन्यत्र अनुमान नगरौँ, अहिलेका कायम मुकायम प्रधान न्यायाधीश हुँदा पनि उहाँको पनि 2.5-3 वर्ष पदावधि मध्ये कायम मुकायम भएरै 6-7-8 महिना 9 महिना बित्ने अवस्था आयो भने कायम मुकायमले सुशासनका सन्दर्भमा एउटा ठुलो राज्यको अङ्गको लाई सुशासनमा ल्याउने, विकृतिहरूलाई चाहिँ न्यूनीकरण गर्ने लगायतका काम गर्नलाई कायम मुकायमले सक्ने अवस्था हुँदैन भने अन्य इमिडिएट काम गर्नुपर्ने प्रकृतिका विभिन्न आयोगहरू जो संवैधानिक परिषदले नियुक्ति गर्नुपर्ने छ, त्यहाँ पदाधिकारीहरूको कहीँ त पदाधिकारी विहीन अवस्थामा छ भने कहीँ पदाधिकारीहरू कोही सदस्य छैनन्, कोही अध्यक्ष छैनन्, विभिन्न अवस्थामा पुगेको छ। त्यसले गर्दा पनि अहिले यो अध्यादेश ल्याउन खोजेको होला। अब मुख्य रूपमा यो अध्यादेशको मुख्य बुँदा चाहिँ के रहेछ भने 4 जना उपस्थित हुँदा अध्यक्ष सहितको 4 जनाको उपस्थितिले गणपूर्वक संख्या मानिनेछ। दफा 6 मा संशोधन गरेर यो व्यवस्था राख्न खोजिएको रहेछ। मैले मुख्य कुरा मात्रै भने 6 जना उपस्थित भएको अवस्थामा एकछिनका लागि कुनै पनि निर्णयमा मत विभाजन हुँदा 3-3 जनाको मत विभाजन भयो। अध्यक्ष सहित 3 जना एकपट्टि र अन्य 3 जना सदस्य एकपट्टि भयो भने अध्यक्षको मत रहेको जुन तर्फ हुन्छ त्यो चाहिँ निर्णय हुन्छ, त्यो चाहिँ पारित गर्न सकिन्छ, त्यसलाई निर्णय आधिकारिक मानिन्छ भन्ने एउटा व्यवस्था राखिएको रहेछ भने त्योभन्दा कम पदाधिकारीहरू उपस्थित भएको अवस्थामा बहुमत सदस्यको निर्णय हुने भन्ने स्वाभाविक छँदैछ। तर एकछिनका लागि 4 जना मात्रै उपस्थित भए र 4 जना उपस्थित हुँदा 2 जना
एकातर्फ, दुईजना एकातर्फ भयो भने अध्यक्ष भएको दुईजनाको तर्फको निर्णय फेरि हुँदैन। त्यसले गर्दा यसलाई यति धेरै विषयवस्तु बनाउनु पर्ने हो जस्तो मलाई पनि लाग्दैन, किनभने गाँठो फुकाउनै पर्ने अवस्था चाहिँ हो। सबैभन्दा महत्त्वपूर्ण तपाईँ हामीले हेर्नुपर्ने चाहिँ अत्यन्त तपाईँ हामी अति सर्वसाधारण मानिसका लागि चाहिँ यो अध्यादेशको उपादेयता महत्त्व चाहिँ के मात्रै हो भने जस्तोसुकै तरिकाले कानुन अध्यादेश संशोधन गरेर ल्याए पनि त्यसपछि हुने नियुक्ति प्रक्रियामा सरकारको स्वार्थ त गाँसिन्छ पक्कै पनि, तर त्यो स्वार्थ सकारात्मक हुन्छ कि नकारात्मक हुन्छ। हिजो हामीले विरोध गर्नका लागि यथेष्ट ठाउँ पाएका थियौँ, त्यस्तै ठाउँ रहने गरी नियुक्ति गर्छ कि गर्दैन, कस्तो खालको काम गर्छ भन्ने विषयवस्तुले मात्रै तपाईँ हाम्रो सरकारको विषयवस्तु चाहिँ त्यति मात्रै हो। त्योभन्दा बढी चाहिँ राजनीति गर्नेहरूका लागि बाहेक यो विषयवस्तुको सर्वसाधारण जनताका लागि कुनै उपादेयता छैन। यो हो हल्लासँग सर्वसाधारणको कुनै मतलब छैन। चासो राख्नुपर्छ प्रत्येक व्यक्तिले, तर निर्णय प्रक्रियालाई नै अवरोध हुने गरी अनावश्यक हल्ला गरेर काम गर्नै नदिने प्रकृतिले चाहिँ होइन, काम गर्न दिनुपर्छ। काम चाहिँ कसरी गर्छ ठ्याक्कै तल्लो स्तरका मान्छेले हेर्ने भनेको अहिलेको अवस्थामा त्यति मात्रै हो जस्तो मलाई चाहिँ लाग्छ। हस् त, धन्यवाद।